सबै कुरा गुमाएर पनि यदि तपाईँसँग हौसला छ भने सम्झनुहोस् तपाईँले केही गुमाउनु भएको छैन। हो, जीवनमा आफूले प्रयास गर्दा गर्दै, आफूले मेहनत गर्दा गर्दै कतिपय अवस्थामा समय तपाईँको पक्षमा नहुन सक्छ। तपाईँले चाहनुभएको, तपाईँले गर्नुभएको मेहनतले तपाईँले अपेक्षा गर्नुभएको उपलब्धि र प्राप्तिहरू हात नपर्न पनि सक्छन्। जीवन हो, तपाईँले गरेका सबै मेहनतहरू सही ठाउँमै हुन्छन् भन्ने छैन, तर मेहनत गर्ने र फेरि उठ्ने हिम्मत र साहस तपाईँसँग छ भने केही फरक पर्दैन। तपाईँ फेरि पटक पटक उठ्न सक्नुहुन्छ। तपाईँले गरेको मेहनतले एक न एक दिन अवश्य सार्थकता प्राप्त गर्न सक्नेछ। बस यति हो, आफूले मेहनत गर्दै गर्दा तपाईँले मनदेखि गर्नु पर्यो र तपाईँले विगतमा गरेका मेहनतले सही ढङ्गले नतिजा दिन नसक्नुको कारणलाई केलाउन सक्नु पर्यो। दोष अरूलाई थुपारेर होइन, दोष पहिले आफैबाट खोजेर त्यसको निर्मूल पार्नु पर्यो। त्यस पश्चात त जीवनमा अवश्य पनि हामीले गरेको मेहनतले सफलता प्राप्त नगर्ने भन्ने कुरै हुँदैन। तर जीवनमा कहिलेकाहीँ आफैले चाहँदै आफूले मेहनत गर्दा गर्दै पनि असफलता हात पर्नु चाहिँ स्वाभाविक हो। तर यति हो, फेरि पनि भन्छु, सब थोक गुमाएर पनि तपाईँसँग यदि हिम्मत छ, साहस छ भने केही पनि गुमाउनु भएको छैन। जीवनमा तपाईँ यस्तै क्षणमा हुनुहुन्छ भने मात्रै हिम्मत गर्नुहोस्, उठ्न नछोड्नुहोस्। जो उठ्छ, जो हिँड्छ, उही हो गन्तव्यमा पुग्ने। एकपटक लडेपछि जसले उठ्ने जाँगर गर्दैन, जसले उठ्ने हिम्मत राख्दैन, उसको जीवन त्यहीँ समाप्त हुन्छ। तपाईँको समय शुभ रहोस्।